भाइरल भइसकेपछि समाजले चाहिँ राम्रो कुराहरू चाहिँ के गर्नुभयो तपाईसँग के गर्नुहुन्छ अथवा तपाईलाई चाहिँ गर्ने व्यवहारहरू समाजले चाहिँ भिडियो भाइरल भइसकेपछि त्योभन्दा अगाडिको कुराहरू छोड्दियौँ हामी हैन जब भिडियो बनाउनु भयो भिडियो बनाइसकेपछि धेरैले त तपाईलाई चिन्नु भयो हैन त्यसपछि चाहिँ तपाईले के परिवर्तन पाउनु भयो आफ्नो समाजदेखि आफ्नो परिवारदेखि इष्टमित्रहरूदेखि अब पहिला म पातोले सिकड्किया मलाई भाटिया भनेर बोलाउँछ अहिले भाइरल भइसकेपछि भाइरल आमा भाइरल बजे भन्न छन् अब त्यसो नराम्रो होइन राम्रो हो त्यति हो कि अब बुढी मान्छे माइती पहिलेकी फुच्री है हुन त गाउँलाई रमाई रहरी माइसो हौसिल्ला माइसो होइ गरी तर नराम्रो केही भएएको छैन राम्रै छ भनेर भन्न छन् हजुर हजुर अब पिठी पैत्र कुरा भाउ काट्टा छन् भाउ काट्टाइ नचेल अब पहिला त काट्यो त्यो पनि कोही कोहीले काट्यो अब अहिले त त्यति राम्रो कुराहरू के गर्नुहुन्छ तपाईले चाहिँ गर्ने व्यवहारहरू हुन्छ नि त राम्रो कुरा त्यही हो हजुर कसैसँग नराम्रो बोल्नु भएन कसैसँग दुर्वाच्छा अरूहरूले समाजका व्यक्तिहरूले चाहिँ तपाईलाई चाहिँ भाइरल भएपछि कसैले मसँग नराम्रो कुराहरू नराम्रो कुरा नराम्रो व्यवहारहरू गर्नु नै सहयोगहरू गर्नुहुन्छ सहयोग गर्दा छन् हजुर मलाई सबैले नि पहिल्यै थियो कि मलाई घरमा एक्लै हुनुहुन्छ म एक्लै छु हजुर दुखी बिरामी हुँदा कसले सहयोग गर्छ छन् हजुर मेरा पडोसी छन् राम्रो पडोसीहरू गर्नुहुन्छ दुखी मेरा पडोसीहरू छन् मेरा पडोसीले आफ्नै घरबाट खाना पकाएर मेरा दुई माछालाई दिन्छन् मेरा पडोसी जान्न छन् मेरो गाउँकै मान्छे सबै राम्रै छ मेरा गाउँकै मान्छे त्यति भाइ आएर भाइले त्यति उसले त निका कुरा पनि भन्नु खुचरा कुरा पनि भन्नु अब बुढीले मध्ये हो हटिसो छैन त्यो मान्छे अहिले उमेर कति भयो हजुरको मेरो हजुर 65 चालु छ अब भइगयो म 80-90 दि अब मेरो झगन जाए त अब वर्ष सालले पुग्यो मैले अझ पनि त्यति जोस जाँगर छ है त्यस्तो है शरीरमा 30-35 किलो धान पनि उठाउँछु उठाउनलाई छ नाच्ने गाउने मान्छेलाई हँसाउने हैन त्यो बानी तपाईको सानैदेखि मेरो सानैदेखिको बचपनदेखिको हो